नमस्ते गाइस सबैजनालाई धेरै पछि है लङ टाइम नो सी। आज चाहिँ म यो कफी क्यालिब्रेसन गरिसकेपछि कफीको स्वाद कस्तो छ र कुन तहमा परेको छ कफी भन्ने विषयमा चाहिँ जानकारीमूलक भिडियो लिएर आएको छु। हेर्न सक्नुहुन्छ मसँग चाहिँ डिफ्लुइड नाम गरेको रिफ्र्याक्टोमिटर छ अनि यसमा चाहिँ यो कफी चार्ट हो। यसमा स्ट्रङ छ कि सावर बिटर विक कफी कस्तो छ भनेर थाहा पाउन सकिन्छ। यो बक्सामा आयो भने चाहिँ एउटा कफी हाम्रो एस्प्रेसो आइडियल छ भनेर थाहा पाउन सकिन्छ है। यो यसको लागि चाहिँ एप्लिकेसन डाउनलोड गर्नुपर्छ। गरिसकेपछि एस्प्रेसो लेखेको अप्सनमा गएर ब्रुमा जाने अनि मेरो यिल्ड चाहिँ 38.5 अनि त्यसपछि मेरो डोज चाहिँ 18 अनि टिडिएस थाहा पाउनको लागि यो मेसिनमा टक्क यो चम्चा लिएर आफ्नो एस्प्रेसो हाल्ने। टक्क यहाँ हालिसकेपछि टेस्टिङको लागि प्रेस गर्ने है। अनि प्रेस गरिसकेपछि रिजल्ट चाहिँ ठ्याक्कै यहाँ आउँछ। हेर्न सक्नुहुन्छ है मेरो कफी चाहिँ यो बक्साभित्र छ नि होइन। यो हुनु भनेको चाहिँ तपाईँको कफी चाहिँ एकदम अप्टिमम ब्यालेन्समा छ। यसलाई आइडियल बक्सभित्र आयो भनेर बुझ्न सकिन्छ है। यसरी तपाईँहरूले आफ्नो कफी टेस्टिङ गरेर चाहिँ आफ्नो कफीको एक्सट्र्याक्सन कस्तो छ भनेर थाहा पाउन सकिन्छ। मिठो छ या मिठो छैन है त गाइस। चाओ, थ्याङ्क यू सो मच।